नमस्ते साथीहरू, भाषा ब्रिजमा तपाईलाई स्वागत छ। आज हामी बीए र बीबीएस प्रथम वर्षको अनिवार्य अंग्रेजी कम्पल्सरी इंग्लिश अन्तर्गतको एउटा निकै महत्त्वपूर्ण पाठ द सोर्ड अफ डेमोकल्सको तरवारको बारेमा चर्चा गर्नेछौं। यो भिडियो हेरिसकेपछि तपाईले यसको कथा, मुख्य सन्देश र परीक्षामा आउने 4 लेभल्स अफ एनालिसिस सजिलै बुझ्नुहुनेछ। 1. Introduction and summary. कथाको सारांश. English. This story is a Greek legend about a king named Dionysius who ruled Sicily. He was powerful and wealthy but also very strict. He was surrounded by flatterers, people who praised him just to get favors. One of them was Damocles. यो कथा प्राचीन ग्रीक दन्त्यकथामा आधारित छ। सिसिलीका राजा डायोनिसस निकै शक्तिशाली र धनी थिए। उनको दरबारमा चाकरी गर्नेहरूको भीड थियो, जसमध्ये एक थिए डेमोकल्स। डेमोकल्सले सधैँ राजाको प्रशंसा गर्थे र भन्थे, हजुर संसारकै सबैभन्दा सुखी र भाग्यमानी मान्छे हो। राजाले डेमोकल्सलाई एउटा पाठ सिकाउन चाहे। उनले एक दिनको लागि डेमोकल्सलाई राजा बन्ने अवसर दिए। उनलाई भव्य भोजन र शाही पहिरन दिइयो। तर जब डेमोकल्स खाना खान लागे, उनले आफ्नो टाउको माथि एउटा नाङ्गो तरवार झुन्डिएको देखे, जुन एउटा पातलो घोडाको रौँ होर्स हेयरले मात्र बाँधिएको थियो। त्यो तरवार जुनसुकै बेला खसेर उनको ज्यान लिन सक्थ्यो। 2. 4 लेभल एनालिसिस परीक्षाको लागि महत्त्वपूर्ण। A. Literal comprehension. कथाको मुख्य घटना. The story shows that being a king is not just about luxury but about constant danger. Damocles realized that the wealth and power of the king come with a high price of fear and risk. B. Interpretation. अर्थ, सन्देश. नेपाली, यस कथाको मुख्य अर्थ यो हो कि शक्ति र पैसाले मात्र साँचो सुख दिँदैन। मानिसहरू बाहिरबाट हेर्दा ठूला पदमा रहेका व्यक्तिहरूलाई सुखी देख्छन्, तर वास्तविकतामा उनीहरूको काँधमा ठूलो जिम्मेवारी र जोखिम हुन्छ। Wealth and power are not the source of inner happiness. C. Critical thinking, आलोचनात्मक विश्लेषण. We often feel jealous of famous people or leaders. But have we ever thought about the risks they take? Can someone really enjoy a luxury meal when a sword is hanging over their head? Probably not. The text teaches us that power can be dangerous if not controlled wisely. D. Assimilation. आफ्नो जीवनसँग जोड्ने. नेपाली, हामी सेलिब्रिटी वा धनी मानिसहरूको जीवन देखेर आकर्षित हुन्छौं, तर उनीहरूको निजी जीवन प्राइभेसी हुँदैन र उनीहरू सधैँ सुरक्षाको चिन्तामा हुन्छन्। जसरी पत्रकारहरूले सधैँ पिछा गर्छन्, उनीहरूलाई पनि एउटा अदृश्य तरवारले सधैँ खेदिरहेको हुन्छ। 3. इम्पोर्टेन्ट वर्ड्स, शब्दार्थ। परीक्षामा वर्ड मिनिङ पनि सोध्न सक्छ। केही मुख्य शब्दहरू हेरौं। टाइरेन्ट, निर्दयी शासक, क्रुअल रुलर। फ्ल्याटरर्स, चाकडी गर्नेहरू, those who praise for selfish reasons. मोर्सल, गाँस, a small piece of food. Precarious, असुरक्षित वा जोखिमपूर्ण, dangerous, unstable. त्यसैले साथीहरू, द सोर्ड अफ डेमोक्लसले हामीलाई सिकाउँछ कि हरेक ठूलो पदसँगै ठूलो जोखिम पनि जोडिएको हुन्छ। आशा छ यो भिडियोले तपाईको परीक्षाको तयारीमा मद्दत पुग्नेछ। यस्तै अन्य पाठहरूको लागि भाषा ब्रिजलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।